आशिका तामाङले जब नेपालमा भइरहेको भ्रष्टाचार र त्यो बेथितिको विरुद्धमा चिरफार गर्दै सामाजिक सञ्जालमा उहाँले चाहिँ भिडियोहरू ल्याउन थाल्नुभयो। सुरुमा चाहे चाहिँ त्यो पुलमा हिँडे बापत पैसा उठाउने होस् या चाहिँ एयरपोर्टमा पार्किङ गरे बापत त्यहाँ चर्को शुल्क तिर्ने अवस्था होस् अथवा चाहिँ कुनै हस्पिटलको अगाडि सरकारी हस्पिटलको अगाडि पार्किङ गरे बापत पैसा तिर्ने होस्, यस्ता विभिन्न किसिमका बेथिति र यस्ता यिनी भ्रष्टाचार सानादेखि तर चाहिँ यिनी नेपाल जनताहरूलाई दुःख दिइरहेका यस्ता भ्रष्टाचारका काण्डहरू जब उहाँले चाहिँ चिरफार गरेर सामाजिक सञ्जालमा हाल्न थाल्नुभयो सुरुमा योभन्दा झन्डै 8-9 महिना 9-10 महिना पहिला, 1 वर्षै पहिला होला होइन। त्यस पछाडि त्यहाँ नेपाली जनताले हो यति छिटै जज गऱ्यौँ उहाँलाई हामीले, साँच्चीकै नेपालीले खोजेको मान्छे रहेछ, भगवानै बनेर आयो यो मान्छे त, यस्तो खतरा मान्छे रहेछ, कहाँ गएको थियो अहिलेसम्म। उहाँलाई चाहिँ चारैतिर मान्छेहरूले चाहिँ उहाँलाई चाहिँ उचाले के काँधमै हाले होइन। अनि त्यस पछाडि अब त्यो गर्ने क्रममा उहाँले चाहिँ केही त्यस्ता गलत गर्ने मान्छेहरू कतै बाटोमा पिसाब फेर्ने, कतै त्यस्तै गर्ने, चुड खाएर जहाँ पाए त्यही फालिदिने, भोला खाएर त्यसको कागज जहाँ पाए त्यही फालिदिने, सानादेखि नै तर चाहिँ नेपाली समाजमा अथवा चाहिँ नेपाली बजारमा एकदमै हुन्छ नि एक किसिमको चाहिँ नराम्रो भइरहेको जुन कुराहरूलाई चाहिँ ल्याएर सामाजिक सञ्जालमा हाल्नुभयो। त्यस पछाडि मान्छेले चारैतिर फेरि आशिका तामाङलाई के गर्न थाल्यो त भन्दाखेरि ट्रोल बनाइदियो कि, उहाँको भ्यालु अलिकति घट्ने तरिकाले ट्रोल बनायो मान्छेहरूले। कोहीले आफै पिसाब फेरेर आशिका तामाङ खै भनिरहेछन्, कसैले अर्को केही भनिरहेछन्, अब काहीँ एउटाले पिसाब फेरिरहेछ अर्कोले चाहिँ भिडियो बनाएर आशिका तामाङलाई भनिदिउँ भन्ने पनि त्यो किसिमको चाहिँ नेगेटिभ टाइपको ट्रोल बनायो कि मान्छेले होइन। अनि त्यस पछाडि चाहिँ अहिले जेएनजीको जुन आन्दोलनमा परि घाइते भएका बिरामीहरू, जुन घाइते भाइहरू त्यहाँ हस्पिटलमा उपचार गरिरहेका छन्, उनीहरूलाई भेट्न फेरि आशिका तामाङ पुग्नुभयो। अनि त्यसबाट पुगिसकेपछि त्यहाँ चाहिँ केही कुराहरू भनेका केही शब्दहरूले अहिले फेरि साँच्चीकै देशको लागि चाहिएको, देशले खोज्या यस्तै मान्छे हो भनेर फेरि आशिका तामाङलाई फेरि मान्छेले काँध हाल्न थालिसक्यो। हेर्नुहोस्, मान्छेले उनी के आज त्यो हस्पिटलमा गएर एउटा बिरामीलाई चाहिँ सोध्या मात्रै उनको सामाजिक काम हो त? नेपालमा चाहिँ उनले त्योभन्दा बरु केही गरेको छैनन् त यार होइन। उनी त राम्रा काम गर्यो, त्यो चाहे पिसाब फेर्ने होस्, चाहे भोला खाने होस्, चाहे चाहिँ पुलमा पैसा उठाउने होस्, चाहे चाहिँ पार्किङको शुल्क लिने होस्, उहाँले चाहिँ गर्नु खोजेको काम त राम्रै थियो नि होइन। तर कुरो के भयो त भन्दाखेरि हामी नेपाली जनताले, हामी नेपालीले के गर्छौँ भन्दाखेरि 2 सेकेन्डको भिडियो, 1 सेकेन्डको भिडियोलाई लिएर हामी मान्छे जज गर्छौँ क्या। केही राम्रो गर्ने मान्छेलाई हामी कहिलेकाहीँ त्यत्तिकै पनि मान्छेलाई त्यो होपलेस टाइपको हामी वातावरण सिर्जना गरिदिन्छौँ क्या। मैले भन्नु खोजेको के हो त भन्दाखेरि हामीले सानो कुराहरूलाई लिएर 1 सेकेन्डको भिडियोलाई लिएर जज गर्छौँ। आशिका तामाङ आज